Happy birthday to you. Happy हैरानी साउ अगाडि बोल्छ नि Happy birthday to you. ए यो चाहिँ छ्याङ त नभनौँ नि मुई मुई यो चाहिँ मकैको मुई हो टक्क लगेर जान लाग्छौँ हामी तै बसौँला कि तै बसेर बिरयानी बनाउँला यहाँ चाहिँ हाम्रो प्योर स्पेसल अङ्कल मुस्लिम अङ्कल हाम्रो बा मुत्नुहुन्छ कि अगाडि त्यहाँ यस अहिले चाहिँ हामी यो सिसेनिया पुलमा छौँ अहिले अनि हाम्रो चाहिँ आज त्यहाँ काले मान्छेको एउटा कालो कालो केटोको बर्थडे हो त्यही भएर हामी सिसेनिया पुलदेखि तल चाहिँ हामी एउटा ठुलो नदी छ रहेछ क्या पुरै त्यहाँ बसेर माछा मार्दै टक्क बिरयानीहरू खाँदै रमाउने भनेर आछौँ हामी यहाँ चाहिँ हाम्रो बाबाहरू हुनुहुन्छ तिनी स्प्राइटहरू छ्याङहरू बोक्दै आउनु भएको छ मासुहरू अब चाहिँ हामी बबई खोला सिसेनिया पुलदेखि यहाँ तल आइसकेपछि अब हाम्रो चाहिँ सुरु भयो अहिले चाहिँ तातो पानी तताछौँ हामीले ऊ लगाइरहेको छौँ बाप यहाँ चाहिँ हाम्रो कटिङ कटिङ मासु पोलाउन त सितमसँग बियर खाम यार तपाईबाट क्या होला कि तपाईबाट क्या होला हैन तिम्रो त केटै भएन नटिएर गाडी गरे हो अनि भन्दा पनि बस फ्री दिएन अब तपाईसँग डरान नि त कस्तो गर्छ नि डरान न पनि हामीलाई यहाँ छ मासमा त अरु फ्री गान बराबर गर्नु पर्ने नगराकै त्यो उता जानु ल के कोल मैले काट्ने कोल काट्ने हो तिमीले काट्ने कोल लिएर आऊ भित्रबाट This is my alcohol this due I'm being man yeah wow मलाई फेरि सानैबाट हैन नेपाली आन्न खासै इंग्लिश मैले जान्दै जान्दैन This is a biryani चिकन बिरयानी wow दामी खास चाहिँ अब स्पेशल चाहिँ हाम्रो एउटा दाइ हुनुहुन्थ्यो wow अनि त्यो दाइ चाहिँ ब्रिज दाइ हैन हाम्रो सन्तोष भण्डारी दाइ हैन स्पेशल उहाँलाई चाहिँ हामीले यहाँ ल्याउनु पाएनौं त्यसमा हामी धेरै दुःख छ हैन दुःख सम्झिरा छौं उहाँलाई यहाँ हैन उहाँलाई चिन्तित छौं हैन हामीले उहाँलाई सम्झिरा छौं ब्रिज दाइले यदि यो भिडियो हेर्नुहुन्छ भने बुझ्नुहोला हाम्रो मनको ल कोले खान्छ त पहिले त बुढी खाऊ न पहिला ल के काटेर बुढीलाई खाऊ पहिले पाउजले खुट्टा ढोक्नु पर्छ खै खुट्टा ढोक्यो खुट्टा ढोक्नुस् खुट्टा लगाइदियो अब बा देउ मान्छे बा तपाईले खै त खुट्टा ढोक्दिने कि फेरि ल पैसा पाए मैले पैसा फाइनली बिरयानी चाहिँ पाकिसकेको छ है बिरयानी चाहिँ पाकिसक्यो यो भाइ आउने म पनि बौडी खेल्म अलि पछि भयो ल पाइहाल्छ कि भयो धनिया हाल्दिनु अनि धनिया हालेर बन्द गर्नु तिनीहरू आएपछि खाम लाग्छ डली चियावालाको स्टाइल छोड्दै भन्छु छोडी ओए अन्ना भाइ मासु निकाले त एक पिस त्यसले एउटा मासु निकाले यो रक्सी ल्याउँछु यार ल बा यो कुरा फुल ल्याइदियो ल दुईजनाको कम्पिटिसन है ल 1 2 3 गो ल